और के चाहिए उसले धुप बनाएर ल्याउनु पर्यो कति भयो दिले कति बत्ती बजाउँछु दाउले पचाल बनाइदिया अब तिन धुप बत्ती पनि सकाइदिनु यता ढिलो हल्किन्छ यता हुने छैन हैन अर्को भएपछि भ्रमण भए चाहिसक्यो मैले त छिटो सकाउ फेरि अस्ति पुरा त्यो नानलाई ल्याउँदा टुक्राउनु जा नानलाई ल्यायो भने जा क्या नानलाई ल्यायो भने अर्को चाहिन्छ त्यसैले काट्छ नि अर्को चाहिन्छ यही हो हेर भङ्गीमा आयो हो त्यो हुन्छ पनि यहाँ आगे दबाईले बच्चा बनाइदिया मन सोची घुम्न खोज्यो पुर्याइदिया माटो अनुकूल पकाउनु बनाइदिया कहाँ राखेँ यहाँ छ नि तिस उता यताबाट यता त पुग्दै हुन्छ हो तिस हो त्यो पुलले तोडेर अब भोलि यसमा ट्युब लगाउने नि भोलि पनि पर्सि टिका हाल्ने तिनकै तिन डल्लामा ट्युब लगाउने होला बिर्सिले हो र म त पर्सि कि पनि टिका हाल्दैन होइन त्यो दुबो चाहिने होला म त दुबो भइहाल्ला मलैमा होला ढोकामा भइहाल्यो त दुबो त जरा पनि चलाउनु काटिए नि तपाईँ ट्युब के ल्याउँछु भन्छ त मल चाहिएन हो त्यो गाडी भित्र त्यस्तो गाडी अन्त मल गरेर भाइबाट पठाएर पनि भयो के हुन्छ भने बताऊ अलिकति भाइ म त ठिका हालेन भन्ने मैले टिका लगाएन यो त अब फुलबारी सबै बाहिर लिने हो त टिका दिनु के भन्छ नै बत्ती बाल्दैन नि बत्ती कहाँ सँगै बाल्नु बिहान बाल्नु पऱ्यो बत्ती बाल्यो अहिले बाहिर लिने तेल थपिदिनु पर्यो बिग्रिहाल्छ त्यसरी यतापट्टि रहेछ त नि दसरा ठाउँनी हो यो फुलको त्यो बेला दसरा भने कसरी हो त दसरा भने नाच्न न कति दिखुन लाग्दैन नौरा दसरा
तिम्रो तिनी उनको कमेन्ट गरेन त उनको आयो नि भित्र अब पछाडि किन दिएर अब त के भन अलि अगाडि अब सक्यो यार अब होइन अब नानी कहाँ छ